सरकारले विदेशमा रहेका नेपालीहरूले पनि आगामी निर्वाचनमा मतदानमा संलग्न गराउन कानुन संशोधन गर्ने भएको छ। अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि मतदानमा सबैले अवसर प्रदान गर्ने सरकारको योजना छ। सर्वोच्च अदालतले 7 चैत 2074 मा विदेशमा रहेका नेपालीले समेत मतदानको अवसर दिलाउनु भनी आदेश दिए पनि हालसम्म कार्यान्वयन भएको छैन। जेएनजी युवा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन 21 गते निर्वाचन गराउने निर्णय गरेको छ। यस सम्बन्धमा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री ओम प्रकाश आर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी विदेशमा रहेका नेपालीले समेत मताधिकारको अवसर दिन र उमेर पुगे पनि मतदाता नामावलीमा नाम नभएका युवाहरूले पनि समेट्न कानुन संशोधन गर्ने बताएका हुन्। छलफलपछि आर्यालले सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशन दिइसकेको बताउँदै त्यसका लागि प्राविधिक कठिनाई फुकाउने बताएका हुन्। विदेशमा रहेका नेपालीलाई विदेशमै मतदान केन्द्र स्थापना गरेर समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने वातावरण बनाउन कानुन संशोधन गर्ने गृहमन्त्री आर्यालको भनाइ छ। उनले भने बाहिर बस्नु भएकाहरूले पनि कि त नेपालमा आएर भोट हाल्नु पर्यो, त्यो हो भने मतदाता नामावली जहाँ छ त्यही गर्ने हो, तर सबै नेपाली आउन सक्नुहुन्न, यो यथार्थ हो। त्यसका लागि अब विदेशमै मतदान केन्द्र स्थापना गरेर त्यहीँबाट मतदान गर्न पाउने, खास गरी समानुपातिक निर्वाचन प्रणालीको लागि भने सैद्धान्तिक कुरा एकदम ठिक छ। अदालतले पनि यो कुरा आदेश गरिसकेको छ। यसमा कानुनमा प्राविधिक केही कठिनाइहरू छन् भने त्यो अध्ययन गर्ने र यसै पालिदेखि कहीँ न कहीँबाट सुरु गर्ने भन्ने कुरा छ। यसका लागि कानुनको अध्ययन गर्ने एक किसिमको सहमति भएको छ, मन्त्री आर्यालले निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग भने। आर्यालले मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावास मार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनु पर्ने बताएको छन्। सकिएन भने पनि जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ। राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूल धर्म ल्याउने प्रयास गरौँ भन्ने छ, उनले आयोगका पदाधिकारीसँगको ब्रिफिङको क्रममा भने। उहाँहरूले हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट वञ्चित गर्न हुँदैन, नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौँ। मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ। मतदाता नामावलीमा नाम नभएका युवालाई पनि समेटिने सो निर्वाचनमा उमेर पुगिसकेका तर मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरूलाई सहभागी गराउन पनि कानुनमा सुधार गर्ने गृहमन्त्री आर्यालले बताए। अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि सबैले अवसर प्रदान गर्नुपर्छ, उनले भने। जुन नयाँ पुस्ताका साथीहरू हुनुहुन्छ जसको नाम मतदाता नामावलीमा समावेश भएको छैन, उमेर पुगेर पनि नाम समावेश हुनबाट वञ्चित हुनुहुन्छ, उहाँहरूका लागि कानुनमा सुधार गरेर फेरि मतदाता नामावली आध्यात्मिक गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने एउटा त्यो निष्कर्ष रह्यो। यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन सम्भव भएको तर कानुनमा केही संशोधन आवश्यक रहेको जानकारी गराएका थिए। गृहमन्त्री आर्यालसँगको छलफलपछि निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचनको तयारी आयोगले सुरु गरिसकेको बताएको छन्। विभिन्न चरणमा तयारी गर्नुपर्ने भएकाले अहिले आवश्यक स्रोत साधन र जनशक्ति कति छ भनेर लेखाजोखा गर्ने काम गरिरहेको उनले बताएका हुन्। अहिलेसम्मको तयारी मौजुद कानुन अनुसार नै भएको भन्दै उनले यदि सरकारले आयोगसँगको सल्लाहमा सम्भाव्य विकल्प ल्याएमा त्यसलाई आयोगले कार्यान्वयन गर्ने बताएको छन्। अहिले हुन लागेको निर्वाचन मूलतः मौजूद कानुन अन्तर्गत हो। प्रवक्ता भट्टराईले भने नेपाल सरकारले सरसल्लाह गरेर सम्भाव्य केही विकल्पहरू निकाल्यो भने त्यो चाहिँ निर्वाचन आयोगले कार्यान्वयन गर्नेछ।